धेरै भिरमा छ आन्दोलन चलेछ भिरमा छ सडकमा भिड्यो सडकमा भिड्यो हाम्रो सरकार खोइ भन हौ झम्के बोलेली हाम्रो सरकार खोइ भन हौ झम्के बोलेली राम हे राम आन्दोलन रोकिएन ओ हरे राम आन्दोलन रोकिएन 18 दिन भयो समय गयो आन्दोलन रोकिएन आन्दोलन गर्दा गर्दै कोही साथी बिमार उमेरको हदनगी कोही साथी रिटायर कोही आन्दोलन भित्रै एक दिन दुई दिन गर्दा गर्दै कति उमेर गएछ सरकार भने सिंहदरबार बसी होमिरहेछ नारायण राम राम कहिले हुन्छ सम्बोधन दर्शक नमस्ते आज म यति बेला यो बानेश्वरको यहाँ शिक्षक आन्दोलनको माहौलमा आएको छु र यति बेला विभिन्न जिल्लाबाट आउनु भएको छ र यति बेला माहौल हेर्दाखेरि निकै तातिएको अवस्था देखिन्छ यति बेला आज शिक्षक आन्दोलन 18 दिन पुरा गरिसकेको छ र पनि सरकारले कुनै पनि कुरा सुनवाई नगरिसकेपछि अझ पनि शिक्षकहरू यति बेला सडकमा छ र यो शिक्षकको माग पुरा कहिले गर्ने र यो शिक्षकहरूको मागहरू सम्बोधन गर्नलाई अबको नीति कसरी तयार गर्दैछ त र यहाँ शिक्षकहरूको माग के रहनेछ र विशेष गाउँबाट आउनु भएको छ यति बेला विभिन्न जिल्लाबाट शिक्षक आन्दोलनहरू यति बेला आउनु भएको छ हामीले पछाडि ब्याकग्राउन्डमा देखिरहेको छ भने यति बेला गाउँमा र यति बेला विभिन्न क्षेत्रका शिक्षा र विद्यार्थीहरूको भविष्य पनि त अन्यल परे जस्तो होइन अलिकति केही शङ्कास्पद कुराहरू जस्ता देखिएको छ भने र विद्यार्थीहरूले कहाँ पढ्ने र कसरी पढ्ने भन्ने खालको एउटा चिन्ताको विषय बनेको छ अभिभावकहरूले एउटा चिन्ताको र चासोको विषय पनि बनेको छ र यही विषयमा लिएर आज हामी यहाँ शिक्षकहरूसँग केही गुनासो र यो शिक्षकको विषयमा केही सवाल गर्नेछौँ मगर यहाँ शिक्षकको विषयमा कुरा सोध्नु होइन जबसम्म हामी बानेश्वरमा यति गरी हुन्छौँ जबसम्म शिक्षा ऐन यसपालि ल्याउँदैन यसपालि हामी सडक छोडेर जानेवाला छैनौँ यो खबर सरकारसम्म पुगोस् सरकारलाई शिक्षा ऐन 2028 सालको शिक्षा ऐन 54 वर्ष बितिसक्दा पनि अहिलेसम्म शिक्षा ऐन ल्याउन लाज हुन्छ कि हुँदैन यो खबर सरकारसम्म पुगोस् अलिकति तपाईँको यो आन्दोलनहरू एकदम उग्र रूपमा हुन्छ तपाईँहरू एकदम मनोरञ्जन तरिकाले सरकारले चेलेन्ज गरिरहनु भएको छ अब सरकारले सम्बोधन कुरा सुनिसकेपछि तपाईँहरू कुन प्रक्रियामा जाने सरकारले यो रचनात्मक आन्दोलन हो यो शान्तिपूर्ण आन्दोलन हो सरकारले शान्तिको भाषा बुझ्दैन भने हामीसँग त्यसको विकल्पको भाषा पनि छ जुन भाषा आजसम्म सरकारले बुझ्दै आएको छ डम ठेकामारी होइन लुटपाट सपिङ मलहरू लुट्नु कुट्नु मान्छेहरू मार्नु त्यो पनि हामीसँग छ तर हामी तत्काल त्यसको लागि अगाडि बढ्नेवाला छैनौँ जबसम्म शान्तिपूर्ण आन्दोलन गर्दाखेरि नै उसले सुन्छ तबसम्म हामी यहाँ गरिरहन्छौँ सुनेन भने त्यसको विकल्प पनि हामीसँग छ त्यो बिस्तारै हामी गर्दै जानेछौँ विद्यार्थी र अब अलिकति केही चिन्ताको अवस्था आएको छ अभिभावकहरूमा उहाँले के भन्नुहुन्छ अब यति बेला तपाईँहरूको 18 दिन जति भइसक्यो अब फर्किने अवस्था अब कहिले पुग्नु छैन के भन्नुहुन्छ उहाँ अभिभावकहरूले पनि हामीलाई साथ सपोर्ट दिनुभएको छ किनभने हामी पहिला यहाँ बानेश्वरमा आएर आन्दोलन गर्न थालेका होइनौँ यसको प्रक्रिया छ जब हामी आन्दोलन गर्छौँ भनेर हामीले हाम्रा मागहरू सुनवाई भएनन् शिक्षा ऐन नयाँ जारी भएन यो शिक्षकको तलब वृद्धि गर्नुपर्छ भन्ने मात्रै आन्दोलन होइन समग्र शैक्षिक विकासको एउटा दस्तावेज चाहिँ नयाँ तवरबाट नयाँ ढङ्गबाट लोकतान्त्रिक तवरबाट अगाडि बढ्नुपर्छ शिक्षा ऐन चाहिँ लोकतन्त्रको शिक्षा ऐन चाहिन्छ भन्ने माग हो हाम्रो सारा यो आवाज त्यो सरकारले बुझिरहेको छ शिक्षकहरूले एउटा तलब कम्ती भयो कोही के भयो अनि आएर आन्दोलन गर्न थाल्यो त्यो होइन 54 वर्षसम्म नफेरिएको शिक्षा ऐन त्यो बिचमा 54 वर्षसम्म देशमा कति विकास भयो होला कति उथलपुथल भयो होला कति चाहिँ फड्को मार होला देशले विदेशले होइन त्यो कुराहरूलाई समावेश गरेर नयाँ तवरबाट लोकतान्त्रिक तवरबाट शिक्षाको विकास हुनुपर्छ शिक्षा ऐन जारी गर्नुपर्छ त्यो मोडालिटीमा हामी जानुपर्छ भनेर यो आन्दोलन गर्दाखेरि सरकारले सुनिरहेको छैन त्यो कुरा त हामीले अभिभावकलाई भनेका छौँ स्थानीय पालिकाहरूलाई भनेका छौँ हामी खबर गर्दै यहाँसम्म आएका हौँ नि त त्यही भएर अभिभावकहरूको हामीलाई चाहिँ सपोर्ट छ कहाँबाट हुनुभयो तेह्रथुमबाट रेजिना आफगाई लागे
नमस्कार, मेरो नाम रवीर थामी, मेरो घर गोर्खा जिल्ला भुवनेश्वर नगरपालिका सुस्पा सीमावर्ती 1 मा पर्दछ। मेरो स्कुलको नाम चाहिँ कालिचोक उच्च माध्यमिक विद्यालय भुवनेश्वर नगरपालिका 3 मा पर्दछ र अहिले चाहिँ म चाहिँ शिक्षा ऐन जारी गर्नको निमित्तको लागि चाहिँ आन्दोलनमा सहभागी भइरहेको छु। यहाँको यो शिक्षक आन्दोलनहरू धेरै दिन आज 18 दिन पुरा गरिसक्यौँ तर पनि समाधान हुन सकेन। अब के गर्ने हो? तपाईँहरू त्यति बेला आन्दोलन गरे, यो आएर त्यति बेला खर्चहरू लिएर त्यति बेला होइन अब आफ्नो यहाँ काठमाडौँ बस्नु गाह्रो छ, कसरी यो आन्दोलनमा सहभागी भएन? अब आन्दोलनमा त कति साथीहरू आफन्तको पनि बसिरहेको छ, बेला त्यो आफ्नो ठाउँमा छ, तर हामी चाहिँ हुँदै बसिरहेछौँ किनभने यहाँ शिक्षकहरू चाहिँ धेरै थरीका शिक्षकहरूले चाहिँ सरकारले सृजना गरेर जन्मायो तर तिनीहरूलाई चाहिँ उचित व्यवस्थापन गर्न सकेको। जस्तो कि म राहत दृष्टिमान शिक्षक हुन् जसले गर्दाखेरि चाहिँ हाम्रो राहतहरूको चाहिँ कति रिटायर भएर त्यतिकै गइरहेछन्, उनीहरूलाई व्यवस्थापन गर्न सकेका छैनन्। जो स्थायी भएका शिक्षकहरू छन् उनीहरूलाई चाहिँ धेरै वर्षदेखि एउटै तहमा बसिरहेछन्, उनीहरूलाई तह बढाएको छैन। त्यसै गरी बालबालिकाको क्षेत्रमा अर्को बाल शिक्षक छन्, बालबालिकाहरूको शिक्षकहरू तिनीहरूलाई पनि 17,000 अथवा 15,000मा चाहिँ काम गरिरहेको छ, उनीहरूलाई चाहिँ न कुनै व्यवस्था गरेको छ। त्यस कारणले गर्दाखेरि यो शिक्षा ऐन नआइन्जेल चाहिँ हामी बरु मर्न तयार छौँ। यदि शिक्षा ऐन आएन भने चाहिँ यो आन्दोलन जहिलेसम्म ऐन आउँदैन तबसम्म चाहिँ यो आन्दोलन एकदमै जारी छ। हामी लागिरहेछौँ, जो अपङ्गता भएका शिक्षकहरू पनि एकदम सडक लागिरहेछन् किनभने उनीहरूलाई सहयोगी चाहिन्छ। उनीहरूले एक्लै आफूले सहयोगी नलाइकन चाहिँ उनीहरूले चाहिँ एकदम बोल तरिकाले चाहिँ उनीहरूले आन्दोलनमा चाहिँ सहभागी भइरहेछन्। त्यसको उदाहरण एउटा म पनि हो। छ नि तपाईँहरूले चाहिँ यसरी आन्दोलन गरिरहँदाखेरि विद्यार्थीहरूको भविष्य अन्य परिवार गाउँघरमा अब किनभने अरू अब गुनासो के छ शिक्षकहरू आन्दोलनमा छ र विद्यार्थीको भविष्य कता जाने हो भन्ने खालको चिन्तित छ। यस विषयमा के गर्नुहुन्छ? होइन, यो सर हजुरको अलिक बुझाइ गलत हो। जुन शिक्षा ऐन आयो भने हाम्रो विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्तिको लागि यो चाहिँ सम्पूर्ण शिक्षाहरूको विद्यार्थीहरूको र सरकारको सम्पूर्णलाई चाहिँ यो गुणस्तरीय शिक्षा कायम गर्नको लागि गुणस्तरीय शिक्षा ल्याउनको निमित्त चाहिँ यो आन्दोलन हो जसले गर्दा चाहिँ विद्यार्थीहरूलाई चाहिँ फाइदा हुन्छ। र त्यसै कारणले हाम्रो त्यो तपाईँले सुन्नु भएको त्यो केयर सुन्नु थाहा छैन, तर विद्यार्थीहरूले हाम्रो स्कुलहरूतिर हाम्रो जिल्लाबाट अभिभावकहरूले चाहिँ के भन्छ भने यो आन्दोलनमा चाहिँ तपाईँहरू मात्रै सहभागी हुने यदि हामीलाई भन्नुहोस्, हामी पनि तपाईँहरूको लागि साथ दिन तयार छौँ। किनभने गुणस्तरीय शिक्षा जुन सामुदायिक विद्यालयमा चाहिँ लगानी गरेर चाहिँ सामुदायिक विद्यालयका शिक्षालाई चाहिँ कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने मागको पनि यो आन्दोलन हो। जो शिक्षकको मात्र आन्दोलन नभइकन विद्यालय, विद्यार्थी, सरकार र शिक्षक सम्पूर्ण त्रिकोणात्मक आन्दोलन चाहिँ यो हो। किनभने खेती कुर बन्दै रहेको अवस्था देखिन्छ, तपाईँहरूको माग सम्बोधन गर्ने अवस्था देखिँदैन होइन सर। यो हामी त के चाहिँ सोध्छ भने हाम्रो यदि आन्दोलनमा माग पुरा भएन भने जबसम्म माग पुरा हुँदैन तबसम्म हामी सडकमा हिँड्छौँ र संसद खोलेपछि हामी शिक्षक महासङ्घ गरिकन हामी संसद भवन घेर्नको लागि संसद गएर भए पनि हाम्रो ऐन चाहिँ यसपालि चाहिँ पारित गर्न ऐन ल्याउनको लागि चाहिँ हामी एकदम जोडदारका साथ चाहिँ लाग्नेछौँ र ऐन नआएसम्म हामी घर जाँदैनौँ, सडकमै बस्छौँ, सडकमै खान्छौँ, सडकमै सुत्न हामी रेडी छौँ सर। धन्यवाद। हस्, धन्यवाद सर। त्यहाँ पुरै हिँड्नु पर्यो सर।
आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ जोगीलाई दान हजुर बाहुनलाई सिधा देऊ जोगीलाई दान हजुर बाहुनलाई सिधा देऊ हरिदिनको हजुर अब त बिदा देऊ फुलेर गे गर्नु भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ पश्चिम काली हजुर पूर्वमा कोशीको पश्चिम काली हजुर पूर्वमा कोशीको जम्बो डोली हजुर खरा बोलोसीको फुलेर के गर्नु भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ पश्चिम काली हजुर पूर्वमा कोशीको पश्चिम काली हजुर पूर्वमा कोशीको जम्बो डोली हजुर खडा बोलोसीको फुलेर गे गर्नु भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ हे धागो उन्यो हजुर कपडा खिलेसी धागो उन्यो हजुर कपडा खिलेसी गरिन्छ हजुर सपुरा मिलेसी फुलेर के गर्नु भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ धागो उन्यो हजुर कपडा खिलेसी धागो उन्यो हजुर कपडा खिलेसी फर्किन्छ हजुर सपुरा मिलेसी फुलेर के गर्नु भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आशा गरौँ हजुर होला माग सम्बोधन आशा गरौँ हजुर होला माग सम्बोधन अपना परसै तर्काउन आन्दोलन फुलेर के गर्नु भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ आशा गरौँ हजुर होला माग सम्बोधन आशा गरौँ हजुर होला माग सम्बोधन अपना परसै तर्काउन आन्दोलन हजुर तर्काउन आन्दोलन फुलेर के गर्नु भिरै भिरमा छ आन्दोलन चल्न त चलेछ भिरै भिरमा छ शिक्षा ऐन चल्न त चलेछ 28 साले छ शिक्षा ऐन चल्न त चलेछ 28 साले छ यति बेला यो आन्दोलन रचनात्मक तरिकाले जहाँ देखिएको छ माहौल हेर्दाखेरि लाग्छ एउटा विभिन्न तरिका हुन्छन् यहाँ आन्दोलनको एउटा कुनै भयानक हुन्छ भने कुनै मनोरञ्जन हुन्छ र आज यति बेला यो शान्त र मनोरञ्जन तर्फ एउटा सरकारले कसरी चुनौती दिइरहेको छ हामी यो आन्दोलन तपाईलाई देखायो भने यहाँ रचनात्मक तरिकाले विभिन्न तरिकाले चाहिँ सरकारलाई एउटा शिक्षा ऐन जारी गर भनेर त्यो एउटा नीति चाहिँ
एउटा सानो सामान्य नीति उनीहरूले चाहिँ पारित नगरिसकेपछि यो आन्दोलन यति बेला एउटा रचनात्मक र एउटा डान्स र विभिन्न तरिकाले चाहिँ खबरदारी गरिरहेको अवस्था छ। यहाँ धेरै तरिकाको एउटा नाचहरू पनि छ र यहाँ जादुदेखि लिएर विभिन्न र आफ्नो मागहरू लिनको लागि स्वेच्छा ऐन जारी गर भनेर यति बेला आफ्नो रचनात्मक तरिकाको आन्दोलन भइरहेको छ। हामी केही पलट गर्ने नै छौँ। नमस्कार, म थानेश्वर काफ्ले, म सरस्वती माध्यमिक विद्यालय प्रकाश सिंहलीको शिक्षक, नेपाल शिक्षक महासंघ बुदौलीको पूर्व अध्यक्ष। यो हामी अहिले 18 दिन भइसकेको छ आन्दोलनमा। यो आन्दोलन हाम्रो प्रत्यक्ष यो रोडमा भएको आन्दोलन 18 दिन हो, तर हामी विगत मार्च 20 गतेबाट हामी स्थानीय तह, प्रदेश र सङ्घमा हामीले ज्ञापन पत्रहरू बुझायौँ, धर्ना गऱ्यौँ। हामीले एसई सकेर त्यसपछि एसई सकेर अब विद्यार्थीको परीक्षा पनि सक्यो, रिजल्ट पनि लगभग निकाल्यौँ होइन। र अब हामी आन्दोलन गर्दाखेरि विद्यार्थीलाई पढाइ डिस्टर्ब हुँदैन, सरकारले पनि हाम्रो आवाजलाई सुन्छ। यो किनभने शिक्षक भनेको जिम्मेवार व्यक्ति हो भन्ने हिसाबले हामीले आन्दोलन सुरु गऱ्यौँ। हामी 20 गतेबाट आन्दोलन सुरु गऱ्यौँ, तर सरकारले हाम्रो आन्दोलनलाई सुनेन। आखिर एक दिन त सुन्नै पर्छ। र आज 18 दिन भइसक्यो, हिजो प्रधानमन्त्रीले बोलाउनु भयो, केही कुराहरू सकारात्मक छन्, शिक्षा मन्त्री सकारात्मक हुनुहुन्छ, तर पनि हाम्रो वार्ता पनि चलिरहन्छ र हाम्रो आन्दोलन पनि जारी रहन्छ। जुन दिन हाम्रो शिक्षा ऐन आउँछ त्यस दिन त शिक्षा ऐनको आगो खुसियाली बनाएर विजय जुलुस बनाएर हामी यहाँबाट जान्छौँ भन्ने हाम्रो उद्देश्य छ। यो खास अहिले अभिभावकको एउटा अनिवार्यता छ, यति बेला शिक्षकहरू आन्दोलनमा छन्। खास के मागको लागि उहाँहरू आन्दोलनमा हो भने अझै पनि उहाँहरू अन्यलमा हुनुहुन्छ कि उहाँहरू क्लियर हुनुहुन्छ किन तपाईँको शिक्षा जारी गर भनेर चाहिँ मिडिया मार्फतबाट आजको यो 21औं शताब्दीमा कुनै पनि अभिभावक अन्यल छैन। म त्यसमा क्लियर छु, किनभने शिक्षकहरू कयौं वर्षदेखि अन्यायमा छन्। 19 थरीका शिक्षकहरू राज्यले व्यवस्था गरेको छ र तिनीहरूको व्यवस्थापन गरेको छैन होइन। यहाँ बाल विकास कर्मचारीदेखि लिएर विद्यालय कर्मचारीदेखि लिएर 6000 8000 मा चाहिँ खटिरहेको अवस्था छ। राजमा काम गर्ने शिक्षकहरू चाहिँ अब युक्त हात घर जाने अवस्था छ होइन। त्यसले गर्दाखेरि यतिखेर पनि सरकार पनि हाम्रो अभिभावक हो, अभिभावकसँग हामीले पुनर्जन गरेर पोषण गर्ने भन्ने हिसाबले आएका हौँ। र यसै सिलसिलामा मैले एउटा आफ्नै रचनामा एउटा भजन बनाएको छु। मैले धेरै ठाउँमा भन्ने पनि अहिले हजुरहरूसँग संयोग मिल्यो, म त्यो कुराहरू निवेदन गर्छु है त। हे राम आन्दोलन रोकिएन, ओ हरे राम आन्दोलन रोकिएन। 18 दिन भयो, समय गयो, आन्दोलन रोकिएन। आन्दोलन गर्दा गर्दै कोही साथी बिमार, उमेरको हद नागी कोही साथी रिटायर। त्यही आन्दोलनभित्रै एक दिन 2 दिन गर्दा गर्दै कति उमेर गएछ, सरकार भने सिंह दरबार बसी होमिरहेछ। नारायण राम राम कहिले हुन्छ सम्बोधन, ओ हरे राम शिक्षकको माग पुरा गर्न लाग, कहिले हुन्छ सम्बोधन। राणा शासन अन्त्य गर्न यही शिक्षक लाग्यो, पञ्चायती व्यवस्थाले शिक्षकबाटै भाग्यो। लोकतन्त्र गणतन्त्र ल्याउन हामी लाग्यौँ, आफ्नो अधिकार माग्न सडकतिर लाग्यौँ। नारायण राम राम यसपालि छोड्दैन, ओ हरे राम यसपालि छोड्दैन। राम राम ऐनमा आएको शिक्षक जम्मा भएको यसपालि छोड्दैन। 28 सालको ऐनले अहिले चलिरहेछ, अधिकार नपाएर उकुस मुकुस भएको छ। खरिदार भाका साथी उपसचिव भए, हाम्रो भने आन्दोलन गर्दा गर्दै दिन गए। नारायण राम राम थामिसक्नु भएको र, ओ हरे राम थामिसक्नु भएको र। कसले बुझ्ने मर्म हाम्रो कस्तो कर्म, थामिसक्नु भएको र। प्रजातन्त्र ल्याउन हाम्रो शिक्षक शहीद भए, गणतान्त्रिक आन्दोलनमा कति स्वर्गै गए। हाम्रो घरमा सांसद मन्त्री माथि माथि गयो, सांसद मन्त्री भएपछि नचिन्ने भयो। नारायण राम 84 मा चिन्ने छौ, ओ हरे राम 84 मा चिन्ने छौ। राम राम टिकट लिई आउँदा हाम्रो गाली पाउँदा 84 मा चिन्ने छौ।
कर्मचारी स्कुलमा चाहिँदैन अरे बाल शिक्षक चाहिन्छ भने व्यवस्था चाहिँ गरे र शिक्षक राख्ने काम किन तिमीले गर्यो शिक्षा बजेट घटाएर आफ्नै बुढी भर्यो नारायण राम राम किन तलब नदिएको ए हरे राम किन तलब नदिएको शिक्षक कर्मचारी बराबर पारे किन तलब नदिएको बाल विकासको चाहिँ 8,000 तलब छ कर्मचारीको 6,000 तलब छ अरूको विद्यालयको प्रयोग भएको चाहिँ 500 रुपियाँ भत्ता छ यो जमानामा हेर्नुहोस् त यस्तो अवस्था छ राहत काम गर्दा गर्दै उमेर पनि गयो अनुदान भन्दा भन्दै धेरै दिन भयो पूर्व ठुला खालोलाई भत्ता बाँड्दैछ रे समग्रमा सबै शिक्षक अन्यायमा परे राम राम किन विरोध गर्दछौ ओ हरे राम किन विरोध गर्दछौ ओ हामी तिम्रा साथी गुरुहरू माथि किन विरोध गर्दछौ विरोध चाहिँ हामीसँग होइन 60 वर्ष काम गरेर रुतै हात जानु बुढेसकालमा शिक्षकले के गरेर खानु 69 शिक्षक किन तिमीले जन्मायो शिक्षकको साथले सत्ता तिमीले पायो नारायण राम राम किन बिर्सेको व्यवहार तिम्रो बनायो मन्त्री कसले बनायो किन बिर्सेको नारायण शिक्षा मन्त्री विद्याबाट गम्भीर भएको देख्छु रोडमा बसी शिक्षकको पुरा मार्का लेख्छु 2/3 सरकारले कान खोल्या छैन जति गरे प्रधानमन्त्री गम्भीर हुने होइन नारायण राम राम बाले सिद्ध्याउँछन् ओ हरे राम यहाँ छ गहिरो कुरो बुझ्नु होला चोरो बाले सिद्ध्याउँछन् हस् धन्यवाद धन्यवाद उहाँहरूको मागलाई एउटा भजनबाट चाहिँ प्रस्तुत गर्नुभएको छ कति पनि यहाँ धेरै शिक्षकको माग चाहिँ यति अन्याय छ किनभने यहाँ एउटा ऐन लिन आएको अवस्था कुन अवस्थामा फर्किने होइन ती माग पुरा गरेर जाने हो या होइन कति पनि सरकारले कुन नीति त्यो तयार गर्न अलिकति ढिला गरे यस्तो अवस्था पनि देखिरहेको छ हुन्छ हामी पनि यहाँ थुप्रै शिक्षकहरूसँग चाहिँ कुराकानी गरेर अघि बढिरहेको छ जसै पनि यति बेला हामी जो बानेश्वरको शिक्षक आन्दोलनलाई लिएर यति बेला यो दृश्यहरू देखायौँ र यति बेला कयौँ ठाउँमा रमाइलाहरू छन् भने कति ठाउँमा पीडाहरू बोकेर यति बेला टाढा टाढाबाट जिल्लाबाट शिक्षकहरू आएर यो आन्दोलनलाई सकारात्मक तरिकाले आन्दोलन गरेको देखिन्छ हेर्नुहोस् न त्यसै पनि यो आन्दोलन कति सकारात्मक तरिकाले पनि आन्दोलन हुँदो रहेछ त्यो ढुङ्गा मुढा होइन आयोजना गरे पनि आन्दोलन गर्नै पर्छ भन्ने होइन सरकारलाई रचनात्मक तरिकाले कसरी सुझाव दिन सकिन्छ र सरकारलाई सरकारप्रति कसरी जवाफ माग्न सकिन्छ र सरकारलाई कसरी भुवा जिताउन सकिन्छ यसरी रचनात्मक तरिकाले शिक्षकले गरेको आन्दोलन तपाईँले देखायौँ अब भने फेरि पनि केही कुराहरू र तपाईँको साथमा नयाँ कुराहरू लिएर आउँछु र योभन्दा पहिले तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोला र हाम्रो फेसबुकलाई त फलो गर्नुभएको छैन फलो गर्नुहोला र यति भन्दै आजको भसाइबाट मलाई यति मिठो साथ सपोर्ट गर्दै तपाईँको माझमा मेरो भिडियो जस्ताको जस्तो र विभिन्न भिडियोहरू सङ्कलन गर्न साथ दिने मेरो प्रिय क्यामेराम्यान साथी सपनलाई पनि धन्यवाद दिँदै म तेजवीर पनि बिदा हुन्छु नमस्कार।